राम्रो कमाई गर्दै यो फिल्म सुपर हिट रहेको थियो। नेपाली कथन चलचित्र सिमाना 1996 मा रिलिज भएको थियो। यो फिल्म चाहिँ बक्स अफिसमा उत्कृष्ट रहँदै ब्लकबस्टर साबित रहेको थियो। 1996 मा रिलिज भएको चलचित्र भुल बक्स अफिसमा एभरेज साबित भएको थियो। यो फिल्ममा राजेश हमाल, सृजना बस्नेत, सरजु शर्मा, पूजा चन्द आदिको मुख्य भूमिका रहेको थियो। निकै नै मार्मिक नेपाली कथनमा निर्मित चलचित्र भरिया 1996 मा राजेश हमालको अभिनयले सबै दर्शकको मन छोएको थियो। आफ्नो अभिभावकको मृत्यु पश्चात राम्रो जीवनका निम्ति सहर पुगेका दुई बच्चाहरूमा आधारित छ यो चलचित्र। पात्रको रूपमा राजेश हमाल, मेरिना मनन्द, सुनिल थापा, मुकुन्द किशोर भट्टराई आदि थिए। फिल्मले निकै राम्रो प्रदर्शन गरेको थियो, त्यसै कारण चलचित्र सुपर हिट भएको थियो। धन्यवाद, हामी आफ्नो पाखुराको शक्ति देखाउँछौँ। 1996 मा राजेश दाइको अर्को चलचित्र रिलिज हुन्छ, छोरी बुहारी। चलचित्रमा राजेश हमाल, पूजा